हाई नमस्ते सम्पूर्ण अनलाइन मित्रहरूमा म डिबी रालको आज फेरि अर्को राजनीति छलफललाई लिएर तपाईँमा आज उपस्थित भएको छु। अहिले अपुष्ट समाचार भए पनि एउटा खुसीको खबर आइरहेको छ। बालेन, रवि र कुलमान घिसिङ एउटै छाता मुनि एउटै चुनाव चिन्ह लिएर एउटै पार्टीको झन्डा मुनि गोलबद्ध भएर चुनाव लड्ने भन्ने जुन समाचार आइरहेको छ, यदि प्रमाणित भएको खण्डमा योभन्दा ठुलो खुसीको खबर नेपाली जनताहरूका लागि हुनै सक्दैन। त्यसो भएको हुनाले आशा गरौँ यी तीन हस्तीहरू चुनावमा आउँदा सँगै एउटै चुनाव चिन्ह लिएर चुनावी मैदानमा आउनेछन्। त्यसमा हामी ढुक्क छौँ र हुनु पनि पर्छ। तर चुनावी मैदानमा व्यक्ति एक भएर आउनु मात्रै ठुलो कुरा होइन। मैले पहिले पनि भने, कुनै पनि देश सञ्चालनका लागि अथवा त्यो देशमा स्थायी राजनीति हुनका निमित्त मात्रै व्यक्ति मिल्नु ठुलो कुरा होइन। सैद्धान्तिक विचारधारा र नेपाली जनताहरू अथवा त्यो देशका जनताहरूका लागि उसले गर्ने कार्यदिशा र उसको सिद्धान्तले धेरै ठुलो प्रभाव पार्दछ। जेनजेट आन्दोलनले स्थापित गरेका अथवा चाहेका मुद्दाहरू भनेका प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, संहिता खारेजी जस्ता विषयवस्तुहरू, एक पद एक व्यक्ति जस्ता कुराहरू मेन विषयवस्तुलाई अब यसपछि अगाडि आउने रासोपा पार्टीले कसरी अङ्गीकार गर्छ भनेर नेपाली जनताले हेर्न चाहेका हुन्। न कि हिजो जस्तै अथवा अहिले पनि शेरबहादुर देउवाले का बदिया मजदुर भएका नेपाली काङ्ग्रेस अथवा गगन थापाका बदिया मजदुर भएका नेपाली काङ्ग्रेसका कार्यकर्ता जस्तो रासोपाका कुनै व्यक्तिसित व्यक्तिको झोला बोक्ने अथवा उनीहरूको बदिया मजदुर हुन फेरि नेपाली जनता चाहने छैनन् हो। अथवा नेकपा एमाले भित्र केपी ओलीका बदिया मजदुर हुन् या अथवा महेश बस्नेतका बदिया मजदुरहरू जसरी अहिले नेकपा एमाले चलिरहेको छ, बिना सैद्धान्तिक, बिना कुनै रोड म्याप बिना चलिरहेको छ, त्यो नेपाली राजनीतिका लागि सबैभन्दा दुःखद घटना हो। अथवा नेपाली कम्युनिस्टहरूमा अहिले प्रचण्डका बदिया मजदुर भएर तलसम्म उनीहरूका कार्यकर्ताहरू बदिया मजदुर भएर न कुनै सिद्धान्त, न कुनै आधार, न कुनै बातका विपरीत ध्रुवमा एउटा प्रचण्डको बदिया मजदुर जस्तै भएर कार्यकर्ताहरू जसरी लागिरहेका छन्, त्यो नेपालको दीर्घकालीन विकासका निमित्त हानिकारक हो। त्यसो भएको हुनाले मैले यहाँनिर भन्न खोजेको कुरा के हो त भन्दा, अबको विषयवस्तु भनेको रवि, बालेन अथवा कुलमान घिसिङ एक ठाउँमा आउनु एउटा सुखद घटना त हो, तर त्यो सँगै एउटा स्पष्ट विचारधारा लिएर नेपाली जनतामा आउनुपर्ने छ, जसले कम्तीमा पनि 10 वर्षभित्र मैले यो देशलाई यहाँसम्म पुर्याउन सक्छु भन्ने एउटा खाकासहित र त्यसको कार्ययोजना, कार्यदिशासहित अगाडि बढेको खण्डमा पनि यो राजनीतिक दल लामो समयसम्म देशमा शासन गर्न सक्नेछ अथवा कम्तीमा पनि 20-25 वर्ष शासन गर्न सक्ने गरी एउटा रोडम्याप ल्याएर नेपाली जनतामा आउनै पर्छ। किसानका लागि के, मजदुरका लागि के, युवाहरूका लागि के, कसरी यो देशमा रोजगारी सिर्जना गर्ने भन्ने विषयवस्तुको रोडम्याप स्पष्ट आउनै पर्दछ। यदि बालेन, हर्क र कुलमान घिसिङहरू यसरी बालेन अनि रवि र त्यसपछि कुलमान घिसिङहरू यो रोडम्याप लिएर आयो भने यी जति पनि बदिया मजदुरहरूले नेपाली जनताहरूमाझ भरम छरे पनि नेपाली जनताहरूले अब विश्वास गर्ने छैनन् र नयाँ शक्तिलाई विश्वास गर्ने आधार बन्नेछ हो। त्यसो भएको हुनाले एक हुनु एउटा खुसीको कुरा हो, तर त्यो सँगै सैद्धान्तिक रूपमा, वैचारिक रूपमा र स्पष्ट संविधानभित्र मैले कुन बुदालाई परिमार्जन गर्नुपर्नेछ अथवा संहिताका विषयमा के कमी कमजोरी छन् र त्यसलाई कसरी अगाडि लाने भन्ने बारेमा नेपाली जनताहरूलाई सैद्धान्तिक रूपमा विश्वस्त दिलाउन सक्नुपर्नेछ। त्यो अर्को चुनौती रवि, बालेन र त्यसपछि गएर कुलमान घिसिङको अगाडि रहनेछ। त्यो विषयमा पनि अब एकीकरण भइसकेपछि ती विषयवस्तुलाई टुङ्ग्याउन अति आवश्यक छ। नेपाली जनताहरूमाझ जेनजेट आन्दोलनका मुख्य एजेन्डाहरूलाई कसरी स्थापित गर्ने भन्ने बारेमा स्पष्ट विचारधारा बोकेर आउनुपर्नेछ। त्यसो भएको खण्डमा केपी ओलीका बदिया मजदुरहरू अथवा
शेरबहादुर देउबा या गगन थापाका बदिया मजदुरहरू र प्रचण्डका बदिया मजदुरहरू अथवा झलनाथ खनाल या माधव नेपालका बदिया मजदुरहरूले जतिसुकै भरम छरे पनि उनीहरू अब सफल हुने छैनन् र उनीहरूको पत्ता साफ हुने लगभग निश्चित छ। त्यसो भएको हुनाले मेरो एउटै मात्र अनुरोध के हो त भन्दा जसरी तपाईँहरू अब एक हुनुहुँदैछ त्यसरी नेपाली जनताहरूका लागि आउँदो 10-20 वर्षसम्मको रोडम्याप के हो र देश विकास कसरी गर्ने भन्ने बारेमा नेपाली जनताहरूलाई आश्वस्त दिलाउन सक्नुपर्नेछ। त्यसो भएको खण्डमा अब 2/3 बहुमत ल्याउनबाट कसैले रोक्न सक्ने छैनन्, यो कुरा स्पष्ट हुनुपर्नेछ। अथवा हुनसक्छ तपाईँहरूले यदि स्पष्ट रोडम्याप ल्याउनु भएन तर मिलेकै आधारमा तपाईँहरू बहुमतको नजिक त पुग्नु होला तर त्यो स्थायी दिगो हुँदैन। त्यसो भएको हुनाले एउटा निश्चित रोडम्यापसहित आउनुपर्नेछ। त्यसका लागि अझ कुर्न बाँकी छ। अहिलेलाई भने हस्, धन्यवाद।